सबैजनालाई नमस्कार। फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। र आज पनि मैले एउटा एकदम रमाइलो खालको जोक लिएर आएको छु र त्यो जोकको टाइटल रहेको छ रामुको ठट्टा। र यो चाहिँ यसरी सुरु हुन्छ। रामु चाहिँ कक्षामा बसिरहेको रहेछ, त्यतिकैमा शिक्षक आउनुभएछ। शिक्षक आएर रामु उठ, खोइ तिम्रो हिजो मैले दिएको गृह कार्य देखाऊ भनेर भन्नुभएछ। अनि उसले गृह कार्य यसो निकालेर हेर्दाखेरि ला गरेकै छैन। अनि सर मैले गर्नै पाइनँ भनेर उसले बहाना बनायो। किन नगरेको त भन्दाखेरि सर हिजो बत्ती नै थिएन, गर्न लागेको थिएँ बत्ती नै गयो भने। अनि बत्ती गएपछि मोमबत्ती बालेर भए पनि गर्नु पर्दैन भनेर भन्नुभएछ सरले चाहिँ। अनि मोमबत्ती त बाल्न हुन्थ्यो सर, सलाई नै थिएन। सलाई कसरी हुँदैन? होइन सर सलाई त थियो तर पूजा कोठामा थियो। अनि पूजा कोठाबाट ल्याएर बाल्न हुँदैन थियो त? होइन सर पूजा कोठामा जानको लागि नुहाउनु पर्छ भन्नुभयो, त्यही भएर नगरेको भनेर भनेछ। अनि सरले फेरि अनि नुहाएर गएको भए भइहाल्थ्यो नि। अनि सर नुहाउनको लागि मोटर खोल्नु पर्यो, अनि मोटर खोल्नको लागि बत्ती नै थिएन सर, कसरी नुहाउने भनेर भनेछ। रमाइलो लाग्यो भने सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। धन्यवाद।